आएको बाटो रमाइलो रहेछ है, ठाउँ पनि राम्रो रहेछ। यो झन्डै यहाँ कति 500-600 रुपियाँ नि होला है, बढी होला। त्यो राम्रो रहेछ यो उत्पादन। बाटोको अलिकति सुविधा हुने हो भने यहाँ स्थानीय पर्यटकहरू घुइँचो हुन्छ होला भन्ने हामीलाई लाग्यो। धन्यवाद लुवाङलाई धन्यवाद। ल हजुरको केही छ? एकदम राम्रो छ नि, यहाँभन्दा राम्रो के हुन्छ र अब? अब आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ? आउनुपर्छ है भन्ने है। एकदम यो इलामको कन्यामा गएर चियाबारी हेर्दाखेरिको जुन आनन्द थियो त्यो लुवाङ घलेलमा, यो पोखरामै रहेको लुवाङ घलेलमा पनि उत्तिकै त्यो चियाबारीको स्वाद हामी लिन सक्छौँ। सबैजना हाम्रो चाहिँ पर्यटकहरू, आन्तरिक र बाह्य पर्यटकहरूलाई आउनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यहीँको चिया पनि खायो नि हैन? मजाले एकदम धेरै मिठो थियो। धन्यवाद हजुर म्याम। अत्यन्त मनमोहक सुन्दर हिमालको काखमा रहेको के अरे माछा पुछ्रेको नजिकै देखिने लुवाङ असाध्यै सुन्दर छ। सबैजना हेर्न आउनु होला। के छ? मर्दीको काखैमा रहेको लुवाङ घलेलमा रहेको यो चिया बगान हेर्न आउनु पाइयो। सरहरूलाई बुझाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरू पनि आउनु होला। अर्कोचोटि चाहिँ यो ठाउँ जोडी भएर आउनु होला। नमुना बनेको छ यो ठाउँमा चाहिँ घुम्न आउन धेरै उपयुक्त ठाउँ हो। सबैले यसलाई चाहिँ प्राथमिकता दिउँ। यो लुवाङ विशेष गरेर चिया खेतीको लागि अहिले नवप्रवर्धन अन्तर्गतमा परेको ठाउँ छ। त्यस कारणले गर्दा यो असाध्यै रमणीय भएको छ। सबैजनालाई यहाँ आउनु पाउँदा हामी सहकारी समितिको परिवार, कर्मचारी साथीहरू सबै खुसी छौँ। धन्यवाद।